आज चाहिँ हाम्रो गृहिणीले चाहिँ यहाँनिर सङ्गिनीले चाहिँ यहाँनिर पुरा रुख काटिरहेछ साथीहरू। खतरा रुख काट्दैछ उसले हो, पुरा काटिरहेछ। म चाहिँ क्यामेराम्यान छु साथीहरू। उसले चाहिँ हाँगा काटिरहेछ। यो चाहिँ यस्तो छ हो, यो रुख ठुलो रुख छ, अचाकाली रुख छ। यो रुखलाई चाहिँ उसले चाहिँ काटेर ढालिसक्यो। ढाल्दैछ ढालिसक्यो, ढाल्दैछ। हाते आएर है, यो चाहिँ हाते आएर साथीहरू ढल्यो है, झऱ्यो। हेर्नु अब एक ठुना भयो, त्यो ठुना त्यो ठुना, यो जति पनि यो तपाईँहरूले देख्नुभएको चाहिँ यो ठुना यो चाहिँ टुक्रा यहाँनिर काटेको चाहिँ यो चाहिँ सबै हाम्रो आरावलले काटेको हो। अनि हाम्रो आरावल चाहिँ खतरा छ है साथीहरू। अनि यो रुख चाहिँ धेरै ठुलो छ। यहाँदेखि यत्रो लगेर सबै यो माथिको टकटुक हो। यो चाहिँ हो साथीहरू। यहाँदेखि हेर्नु होला कत्रो रुख छ हैन। यो अहिले झारेको टुक्रा हो। यस्तो लडाइदिएको छ उसले है, यस्तो छ पैसा। मेरो वहाँ गरेर बजिराखेको चाहिँ सेन्ट्रल एसी बजेको हो। त्यही हुनाले गर्दा साथीहरू अलिअलि आवाज आएको होला जस्तो छ। यो टाढो धेरै ठुलो छ यो पाइन ट्री। यो चाहिँ म चाहिँ हाँगा सघाउने अनि उसले चाहिँ यो हाँगा काट्ने। यो जति पनि यो झरेको हाँगा चाहिँ उसले नै काटेको है। र यत्रो हाँगा काटेको छ है। अनि आजको म चाहिँ क्यामेराम्यान। यो चाहिँ हाँगाहरू यति झारेको छ, कति झारेको छ भनेर क्यामेरा चाहिँ मैले चलाएको हो मोबाइलद्वारा। र यो हाँगा चाहिँ सबै काट्ने चाहिँ आरावल अर्कै छ है त। हेर्नु होला कति काटे। आजको के काम हो त भन्दाखेरि यसरी हाँगा काटेको काम छ हो। अब तपाईहरुलाई म देखाउँछु यो हाँगा किन काटियो भन्ने बारेमा है त। यो रुख चाहिँ अझै पनि झार्नु बाँकी नै छ। यत्रो छ साथीहरू, धेरै ठुला छन्। अब यो अब सालै पछि एक एकवटा हाँगा गर्दै झार्दैछु। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ अब धेरै ठुलो छ। त्यहाँ माथिदेखि यहाँ तलसम्म चराको गुँडहरू सबै नै सबै भत्कियो। अब मैले हाँगा किन काटेँ भन्ने बारेमा चाहिँ अब हेर्नुहोस् है त। मैले हाँगा किन काटेछु, के को लागि काटेछु भन्ने बारेमा तपाईहरुलाई यहाँ फुलिराखेको वस्तु तपाईहरुले देख्नु भएको छ हैन त। के फलेछ भन्ने कुरो त अब भिडियो हेर्दै चलाउनेलाई थाहा हुन्छ हैन। अब मैले चाहिँ यहाँदेखिको काँक्राको तपाईहरुलाई देखाउन थाले दृश्य भने यो काँक्रा चाहिँ अब यसरी फुलेर गएको छ। त्यसलाई थाङ्ग्रा लगाउनका लागि चाहिँ मैले यो हाँगा काटेको हो। पहिलो दृश्य तपाईहरुले हाँगा देख्नुभयो भने दोस्रो दृश्य चाहिँ हैन काँक्रा देखिसक्नुभयो। अब यहाँ मात्रै हैन, यो काँक्रा अघिदेखि देखाउँदै आएको छु म। यत्रो लामो छ र धेरै नै काँक्रा रोपेको छ।
काँक्रा चाहिँ यस्तो यस्तो भइसकेको छ साथीहरू। यो काँक्रालाई सबै थाङ्रो लाउनु पर्ने छ, विशेष गरी धेरै लामो सम्म यत्रो छ। यो त ठुलो भइसकेको छ है, यतापट्टिको त काँक्रा त धेरै लामो लामो भइसकेको छ काँक्रा। यहाँसम्म चाहिँ काँक्रा हो। यहाँदेखि चाहिँ तपाईँहरूले मैले क्यामेरा छड्के बनाएर देखाएँ तपाईँहरूलाई। यहाँदेखि चाहिँ कहाँसम्मको देख्दै हुनुहुन्छ तपाईँहरूले, त्यो सबै काँक्रा रोपेको बारी है त। यहाँसम्म चाहिँ यता चाहिँ तपाईँहरूले चिनिहाल्नुभयो यहाँ के छ यहाँ के छ है। अब यो अलिकति लामो भिडियो बनाउनका लागि सबै थोक देखाउन थालेँ मैले। बैगुनहरू चट्टसँगले तपाईँहरूले देख्नुभयो। अब यो बैगुन बच्चा बैगुनै छ। यो के हो तपाईँहरूले चिनिहाल्नुभयो, यसको नाम भनिरहनु परेन होइन त। बर्काउलीहरू चट्टसँगले मिलाएर रोपेको छ, फर्सी सब्जी छ है। मलाई त फलेकै छ अकबारे, फुल्नलाई त फुलेकै छ अकबारे, फल्छ फल्दैन थाहा छैन। अकबारे यहाँ पनि फलेको छ, यहाँ पनि छ। सबै यो पनि सबै अकबारे हो, अकबारे रोपेको छ यहाँ। अनि यहाँ पनि छ, फुल्नु सुरु गर्यो साथीहरू। अकबारेले परेछ भन्छ, अकबारे खुर्सानी। यो त तपाईँहरूले चिनिहाल्नुभयो, निगुरोहरू है। यहाँ भन्ने कुरै भएन, सरसँगले निगुरो चिन्नुभयो। अब अलिक छिटो म हिँडेँ है त। यहाँ अब बाँस पनि तपाईँहरूले देख्नुभयो। यो भिडियो जसले राम्रोसँगले निहालेर हेर्छन् उहाँहरूले चिन्नुहुन्छ है त। यो मैले बाँस रोपेको छु यहाँ है। मकै छ, मकैबारी दराम दराम छ है त। यहाँ अब मकै नै छ। यहाँ अब के छ, यो पनि छ। यहाँदेखि त्यो कुनासम्म मकै र बोडी छ। यो रुख चाहिँ धेरै अग्लो रुख छ। हावा मजाले चलेको छ, हावाको बतास राम्रो चलेको छ आज, हेर्नु होला। र वरिपरि मेरो चाहिँ घर वरिपरि यस्तो छ है साथीहरू, रुखहरू छ। कति मिठो हावा चलेको छ है। देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो, बतास चल्यो, देउरालीमा बतास चल्यो भने जस्तो। यता फर्सी रोपेको छु यता टन्न आयो, सारेको छु। यस्तो छ। रायोको बिजन पनि भइसक्यो साथीहरू। रायोको बिजन यहाँ पनि छ। यहाँ आलु पनि रोपेको छु, पालुङ्गे छ साथीहरू। आजको ब्लग चाहिँ यस्तो छ है साथीहरू। ल यो तोरीको बिजन, रायोको बिजन राखेको साथीहरू। के फुलेको होला, धनिया होइन त। यो पनि रायोको बिजन छ,
भेडेटा टारको रायोको बिजन हो यो। यहाँ रायोको बिजन रहेछ। बतासले उडाइलै जाला तिम्रो माया, हो बतासले उडाइलै जाला तिम्रो माया, मन पर्यो भने। हावा धेरै चलेको छ साथीहरू। अब मैले चाहिँ यो मनोरञ्जन तपाईँहरूलाई के होला यहाँ के छ राम्रोसँगले हेर्नु होला अनि मात्रै देख्नुहुन्छ है। चराको गुँड रहेछ हो साथीहरू, देख्नुभयो? हेरौँ है साथीहरू, हावा कतिको चलेको छ ल। कसरी हावा चल्छ, कतिको हावा चलेको छ, कतिको मिठास बतास चलेको छ। वाउ, आज साथीहरू म त्यही हो, अब कतै पनि टाढो पनि कतै पनि गइनँ पनि। मैले तपाईँहरूलाई भिडियोहरू देखाएको अथवा दर्शाएको अथवा चाहिँ बनाएको यस्तै यो रफ भिडियोहरू बनाएको छु, हेर्न नभुल्नु होला। धेरै त हुनुहुन्न मेरो भिडियो प्ले गर्ने, र पनि मिठो मानेर प्ले गरिदिनु होला।